त्यही भएर बाघलाई मार्नै पर्छ। जथाभावी बाघ चाहिएन, अनावश्यक चाहिएन। जति आवश्यक छ निकुञ्जमै छ। यो जताभावी यो धेरै भएर नि यसरी मान्छे पटापट दिन राडे यसरी मान्छे खानलाई थोरै हैन, मान्छे ल 10-12 जना खाइसक्यो यहाँ मान्छे। मान्छेको ज्यान ठुलो भयो कि बाघ ठुलो भयो यहाँ? ठुलो बाघ छ रे के, काठीपाटी बाघ छ। यो चितुवा हो रे। पहिला पनि खाथ्यो। हजुर, पहिला पनि राङ्गा चराउन आएको एउटा केटालाई 29 वर्ष केटालाई हाने थियो के रे, अहिले त ज्यानै लयो। नै बाघलाई मार्ने कानुन बनाउनु पर्छ। मान्छे मार्दाखेरि केही वास्ता छैन, बाघलाई बचाउने भन्ने कुरो हुन्छ र यहाँ। त्यही भएर बाघलाई मार्नै पर्छ। बाघलाई मारेपछि कानुन लाग्छ, मान्छेलाई मारेपछि कानुन नलाग्ने। आज जसरी भए पनि यो लास पनि होइन, कसमले पर्यो। त्यो सरकारलाई के हतियार बुझाउनु पर्यो कि जिन्तरमा गर्नु पर्यो। 12 लाख रुपैयाँ दिएर मान्छेको जिन्दै पैसा दिएर आउँछ। अनि पैसाले के मान्छे किन्न मिल्छ? आज यही मौसमले सबजना हतियारै ल्याउन नदिने छ। दाउरा घाँस दाउरा आउँदाखेरि हामी बिना हतियारकै आउँछौँ। अब हाम्रो त सधैँ अब त 1 महिना पर्दैकै मान्छेलाई मर्ने उ भइसक्यो नि हो कि नै भन्नु त एउटा कुराले। अहिले त आसी हतियार हातमा भएर हानेर बल्ल बाँचे बेचारा, नत्रबाट हतियार हातमा नभइदिएको भए त। आज जङ्गलमा त अब खुलेको भाइमा 2टा जना थिए, आइमा अनि एउटा बुट्टा चढेको पुरुष ज्वाइँले अब त्यस्तो गरेर हान्दा म छोरीले हतियारले आँसीले हानेर अनि भयो, अरू जीवित भयो। यहाँलाई मारि न त लग्थ्यो नि, हड्डी पनि भेटिन्थेन होला मान्छेको। एकजना चाहिँ रुख चढ्नु भएको। हजुर, एउटा बुटामा चढ्नु भएको थियो माथि, एउटा झरेर आँसीले हान्नु भयो। भाइमा पनि दुलैले के, उहाँको दुलैले